म चाहिँ अहिले भर्खर कलेज गएर आएको होइन अनि भोलि चाहिँ म कलेज जान्न कि भोलि मात्रै होइन म चाहिँ अब पर्मानेन्टली कलेज नजाने प्लानमा छु यार म चाहिँ यो कलेजबाट कसरी स्केप गर्न सकिन्छ भन्ने सोचिरहेको छु कि अब घरकालाई यतिकै कन्भिन्स गर्न त सकिन्न नि त केही न केही स्ट्रङ रिजन चाहिन्छ सो मैले त्यही सोचिरहेको छु कि म यो कसरी कलेज छोडौँ भन्ने सोचिरहेको छु किनभने यो कलेजले गर्दा मलाई बिटी बहुत मिलिरहेको कि लाइक मेरो कतिवटा साथीहरू छन् होइन कसैले लाखमा कमाइरहेछन् कसैले हजारमा कमाइरहेछन् एटलिस्ट दे आर फकिङ डुइङ समथिङ म यहाँ साला कलेज पढेर छैन केही काम नि छैन त्यो पाजी 80% एटेन्डेन्स भनेर म त एब्सेन्ट त बस्दिन्छु तर त्यही पनि 80% एटेन्डेन्सको नाममा जोस् कलेज जानुपर्छ अनि आज के भयो भनेपछि म्याथ सरले होमवर्क गर्ने भनेको कि म्याथको होमवर्क गर्ने A to Z गर्ने अरे त्यो एक एक क्वेसन गर्ने अरे कि यस्तो रिस उठ्यो मलाई त्यो सुनेर यार ब्याचलर स्टुडेन्ट यार ब्याचलर स्टुडेन्ट 12 कटाएको छ BBA पढिरहेको छ अनि म्याथको होमवर्क गर अरे त्यही पनि त्यो प्र्याक्टिसको लागि ल एउटा क्वेसन दुईवटा क्वेसन होइन एक एक सब गर एउटा छोडेछ भने म फेरि गर्न लगाउँछु अरे यो कलेज पढेर मलाई केही खासै केही फाइदा भएको छैन कि यो पाजीमा साला सरकारी स्कुल हो के अरे चिल हुन्छ भनेर पढेको मैले खास तर सरकारी कलेज भयो नि त्यो उही पारा छ कि उहीमा कलेज जान पर्ने हुन्छ नि मलाई यो रिसै उठिसक्यो कि म अब कलेज छोडिदिन्छु होला कि आज कति हो यार यो भिडियोमा खासै भ्युज आउनु यो भनेको चाहिँ यसो एउटा मेमोरी जस्तो भन्छ आज चाहिँ 4 गते हो आज असारको 2083 र आजको दिन चाहिँ मलाई यो कलेजले बहुत इनफ इज इनफ भन्ने फिल गराइसकेको छ र अब चाहिँ म कलेज कसरी छोड्ने भन्ने प्लानमा छु कि पहिलादेखि नै मैले यसो सोचिरहेको थिएँ होइन तर म यस्तो क्ल्यारिटीमा आएको थिएन कि अब चाहिँ म यो पढ्दिनँ भन्ने मैले हुन्छ नि लगभग 80% भइसक्यो कि अझै पनि मलाई आफूमाथि नै त्यो सेल्फ डाउट छ अलिअलि हुन्छ नि कसरी बाबुआमालाई कन्भिन्स गर्ने यताउता त्यो हुन्छ नि त्यो छ अब कलेज छोडेर अरू के गर्ने भन्ने नि छ तर मलाई यो कलेज पढ्न मन लागेन कि कलेज पढेर मेरो केही फाइदै छैन कलेज के खान जाने हो कलेज जाने भनेको कि त केही सिक्नको लागि कि त आफ्नो सोसल लाइफ जुन अलिक खतरै भयङ्कर गराउनको लागि मेरो दुइटै त्यस्तो छैन किनभने सोसल लाइफको लागि मलाई त्यस्तो प्रब्लम छैन होइन म बोलिदिन्छु आजकल मलाई त्यस्तो मतलब लाग्दैन कि अहिले पनि म भिडियोमा यतिकै बोलिरहेको छु म रियलमा पनि बोलिदिन्छु होइन मलाई त्यस्तो प्रब्लम लाग्दैन सोसल लाइफ मेरो ठिकै छ अनि केही मैले थोप्रो एउटा केही गतिलो चिज सिकेँ होइन कि त्यो BBA पढेर केही गतिलो चिज सिकेँ होइन मलाई जे पाएँ त्यही त्यो पढाउने स्टाइल पुरै मार्क्स ओरिएन्टेड छ कि यो क्वेसन यति मार्क्सको यो क्वेसन इक्जाममा यसरी आएको थियो यो यस्तो यस्तो इक्जाम मार्क्स साला केही सिकेको छैन केही बुझेको छैन केही जानेको छैन केही एक्सपोजर छैन त्यही कलेज गएको छ जे पाए त्यही सिकेको छ घर फर्केको छ होइन अब कोही मान्छेको लागि त्यो जे पाए त्यही नहोला होइन तर मेरो लागि त जे पाए थियो कि मलाई त्यो एन्टी डेरिभेटिभ भन्ने चिज चाहिँ जे पाए त्यही नै लाग्छ कि अब त्यो फ्युचरमा गएर कहीँ पछि काम लाग्ला होइन तर अहिलेको लागि चाहिँ यो एन्टी डेरिभेटिभ गर्ने यो लिमिट गर्ने यो सब मलाई यो बकैती लाग्छ कि जे पाए त्यही लाग्छ कि मलाई कसम त्यो हुन्छ नि आई एम सो डम होइन मैले आफू खतरा जान्दैछु भन्न खोजेँ होइन म चाहिँ त्यो अलिक डम मान्छे नै हो कि म अलिकति रिटार्डेड मान्छे नै हो कि मलाई यो म्याथ्स या त्यो जे पाए त्यही चिज लाग्छ कि ब्याचलरमा एटलिस्ट यार BBA पढेको छ बिजनेसको एक्सपोजर दिनु कहाँ त्यो यताउता हुन्छ नि छँदै छैन कि त्यही म्याथ पढेको छ इको पढेको छ त्यही पनि मलाई यो क्वेसन यति मार्क्सको यो क्वेसन यति मार्क्सको यो इक्जाममा आउँछ यो इक्जाममा आउँछ कामै छैन क्या यार आई थिङ्क आई एम बेटर देन दिस मैले आफ्नो एउटा साथीसँग कुरा गरेको थिएँ कि अनि त्यसले चाहिँ एउटा 60,000को जब छ भिडियो एडिटरवाला जब हो अलिअलि सोसल मिडिया नि ह्यान्डल गर्नुपर्छ गर्ने गर के अरे लगभग त्यही दिनको 4 to 5 आवर्स दिने हो त्योभन्दा अरू केही गर्न पर्दैन भन्थ्यो कि मसँग केही त्यस्तो स्किल्स छैन केही छैन त्यही पनि मैले 60,000 कमाउन सकिरहेको छु कि जस्ट थ्रु माई नेटवर्किङ होइन अनि कलेजमा गएर नेटवर्किङ इम्प्रुभ होला भनेको त्यस्तो त्यही मैले यति धेरै चिजहरू इमेजिन गरेको थिएँ होइन मैले यति धेरै चिजहरू सोचेको थिएँ बट कुनै पनि त्यो एक्सपेक्टेसन त्यो मिट भएको छैन क्या मेरो केही नि भएको छैन यार अब अफकोर्स त्यो सोचे जस्तो त हुन्न होइन तर अलिअलि भयो नि मैले सोचेको थिएँ कि कलेजको बारेमा राम्रै सोचेको थिएँ तर जुन त्यो वर्थ इट लागेन कि मलाई कलेज लाइफ इज फक्ड फर मी किनभने म एक्स्ट्रोभर्टेड टाइपको मान्छे नि होइन म अलिकति इन्ट्रोभर्टेड टाइपकै मान्छे हो मलाई बुक पढ्न मजा आउँछ मलाई सिरिज हेर्न मजा आउँछ मलाई फिल्म हेर्न मजा आउँछ म यतिकै रुममा बसेर हेरिदिन्छु कि सिरिज मलाई त्यस्तो हुन्छ नि पुरै त्यो केटी चाहियो केटा चाहियो पुरै एक्स्ट्रोभर्टेड गर्लफ्रेन्ड छैन भनेर इन्सिक्योर फिल गर्ने यस्तो टाइपको मेरो छैन कि नेचर यार होइन मलाई चाहिँ गर्लफ्रेन्ड छैन भने त्यस्तो इन्सिक्योर फिलै हुन्न कि मलाई चाहिँ त्यो ठिकै छ त भन्ने जस्तो हुन्छ कि यतिकै नै बस्न सक्छु कि म
त्यो इन्ट्रोभर्ट भएको एउटा एडभान्टेज त्यो पनि हो होइन। सो म कलेज गएर मलाई केही त्यस्तो फाइदा भइरहेको छैन। अनि म एक त रेगुलर कलेज जान पर्छ होइन, 80% एटेन्डेन्स भन्छन् त्यति त मैले पुऱ्याउन अफकोर्स, त्यही पनि लगभग 60-50 जति, 50 त अलि हो, लगभग 60 जति चाहिँ पुऱ्याउन पर्छ क्या मैले। त्यही नि यान क्यु लाग्ने डर हुन्छ। अनि यत्रो सब गरेर मैले बिबिए कटाएँ अरे खत्रै गरेर मैले के पाउँछु के पाउँछु मैले? केही नि पाउन्न। बिबिए गरेर मैले कति 25,000 को जागिर पाउँला, साला 60,000 को जागिर त मैले अहिले पाइरहेको छु यार। सो मेरो विचारमा चाहिँ कलेज मेरो लागि वर्थ इट छैन क्या यार। मैले यही सोचिरहेको छु होइन, म दिनकै कलेज जाने, होमवर्क गर्ने भन्दा बरु म अरू केही गरेँ भने चाहिँ म धनी हुन्छु भन्ने सोचिरहेको छु। बट त्यही हो यार, साला त्यो बिबिए गराएर त्यो 25,000 को जागिर गरेर म के गर्ने हो यार? अरू केही चिज मैले सिकिरहेको पनि छैन बे। बाबुआमाको एक त त्यसै पैसा खर्च भइरहेको र छोराले केही सिकेको पनि छैन, छोरालाई मजा नि आइरहेन होइन। कलेज गएर त्यो केटी गर्ने टाइपको मान्छे नि होइन म। कलेज गएर ल केटा हो यो त्यो त्यस्तो टाइपको नि होइन होइन। आई लभ सोलिट्युड, आई प्रिफर सोलिट्युड। सो हुन्छ नि, झ्याउलाइसक्यो यार मलाई कलेज गएर यार। पाजी होमवर्क गर भन्छ यार म्याथ बुढोमा साला, होमवर्क गर्ने हो ब्याचलरमा आएर यार। त्यसले गर्दा मेरो पारा तात्तिसक्यो। अब चाहिँ म स्केप प्लान बनाएर छु, हेरौँ के हुन्छ। यो इन्स्टामा मलाई ड्याङ 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 भ्युज आयो, ड्याङ 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 फलोवर आयो भने चाहिँ आई क्यान फाइनली स्केप दिस फकिङ कलेज, र म फाइनली केही न केही गरेर धनी हुन सक्छु कि। त्यही हो।